तर तपाईँले यो गर्नुहुन्छ भने भगवानको मन्दिरमा गएर यो गर्नुको कारण के? यसको अर्थ के मलाई बताइदिनुहोस् कि भने म बताइदिन्छु, आजबाट त्याग्नुपर्छ। के छ जिज्ञासा? सुन्न चाहनुहुन्छ? सुन्न चाहनुहुन्छ? र हामी मानव जातिले शिर झुकाउने भनेको 3 ठाउँमा, माता पिता र भगवान हो। जम्मा शिर झुकाउने भनेको 3 ठाउँमा, अन्त हाम्रो शिर झुक्दैन है। अब आफूभन्दा ठुलो बडा आफ्नो माता पिता पछि आफूभन्दा ठुलो बडा आयो भने ल आशीर्वाद दिनुहोस् भनेर शिर झुकाउँछ। यो पाउ लागेको छु भन्नु, चिरञ्जीवी भन्नुहुन्छ उहाँहरूले हो। आफूभन्दा ठुलो बडा माता पिता बाहेक ठुलो बा काका मामा आफूले मान्नुपर्ने मान्छे आयो भने ल दर्शन गरी भन्नुहुन्छ। अनि चिरञ्जीवी बाबु भन्नुहुन्छ हो ठुलो बडाले। अनि भगवान्लाई चाहिँ के यो गरे कि भगवान्लाई ढोक्दै नढोक्नुहोस्, दोष लाग्दैन। तर तपाईँले यो गर्नुहुन्छ भने दोष लाग्छ, यो चाहिँ एकदम दोष लाग्छ है। सुन्नुहोस्, तपाईँले के गर्नुहोस् भने जुन सुकै ठाउँमा जाँदा तपाईँ धार्मिक हुनुहुन्छ, भगवान् हुनुहुन्छ, तपाईँको हात खाली छ भने पाउ परे प्रभु भन्नुहोस्, चिरञ्जीवी भव भनेर भगवान्ले उठाउनु। दिव्य कुरा है यो, हो कि होइन? पाउ परे भगवान् भनेर शिर झुकाउनुहोस्, भगवान्ले चिरञ्जीवी भव भनेर उठाउनुहुन्छ। जब माता पिता हुनेहरूको त अहिलेसम्म नि धेरै ठुलो भाग्य, माता पिताका शिर झुकाउनु पाउनु ठुलो भाग्य। अब हामी माता पिता अब विदाई गरिसक्यौँ, हाम्रो सहारा भनेको को त?